आज त एकछिन भए पनि हाम्रो युवराज सर निक्लिनु भएको छ अरे कि, त्यही भएर यसो उसको पनि बिचाराको बाजे बिमार भएर बिजोग भएर आएछ। आज त साबत हो, शनिबारको दिनमा आज त एकदमै सुना सुना हुन्छ क्या। दिनमा चाहिँ एकदमै फुल भइरहेछ। अघि मैले भनिसकेको छु युवराजले मलाई पर्खिरहेछ भनेर। के छ काव्य चाहिँ अन्त तिम्रो के छ खबर? र भ्लगमा तपाईँहरूलाई कुरा गरिरहन्छौँ। उहाँ हुनुहुन्छ युवराज प्रधान है, युवराज सिंह प्रधान। बाजे बिमार छ, तिम्रो पनि है? साह्रै छ। तिमी र अन्त बाजे केही भयो नि त? म त अन्त छैन त, अन्त रुँदै बस्दा चाहिँ भयो त अन्त एक्लै है। केही खानु पनि पाउँदिनँ। कहाँ जानु? खाना त म बनाइदिन्छु नि। होइन अब खाना भात यसो आफूले पकाउनु नपाए पनि फ्रुटहरू सलादहरू चाहिँ मजाले खानु पाओस् न। फ्रुट मैले किनेर ल्याउँछु हौ। मेरो त फ्रुट र सलाद तिम्रो त दाम। मैले हिजोको भिडियोमा पनि भनेको छु त, खानापिनाको चाहिँ प्रब्लम हुन्छ भनेर। यहाँको त कति वर्ष भयो? कति वर्ष भयो काम गरेको? मेरो त 6 वर्ष अब रनिङ हुँदैछ। 6 वर्षकोमा चाहिँ के एक्सपिरियन्स छ? मतलब एक्सपिरियन्स त अब त्यही हो, ल्याङ्ग्वेज एउटा भइगयो दामी है। ल्याङ्ग्वेज त फरङरङ आउँछ हाम्रो ठावेरालाई, म पनि सिक्दैछु। अनि अब काम त यहाँको एउटै हो, सेम हो। कम्प्रोमाइज गर्नुपर्ने रहेछ यहाँको काममा चाहिँ। पर्छ नि आम्बो। बाजे बोजू राम्रो छ भने फ्यामिली राम्रो हुँदैन, कि फ्यामिली राम्रो छ भने बाजे बोजू राम्रो हुँदैन, कि खानामा प्रब्लम, कि स्यालेरी अलिकति कम्ती बेसी, एक्सरे दिन पनि रुन्छ है। अब यहाँको त उनीहरूलाई चाहिँ फेरि आम्बो उनीहरूको के अरे खुट्टा दुखिरहेछ, हानिदिनु पर्यो। आमा जस्तो स्याहार्नु पर्छ। नेपालीको मनै राम्रो क्या, जहाँ पनि जाऊ नेपालीको मनै राम्रो क्या। नेपाली भनेको नेपाली हो नि। अलिकति अब तिमीले अहिले कति महिना काम गरे त्यहाँ? म त 5 महिना कम्प्लिट भयो नि हौ। अनि बाजे कति माया लाग्छ नि। उनीहरूलाई फेरि काम राखुन्जेल मात्रै हो नि, फेरि कामबाट निस्केपछि फेरि बाजे गुल्टेपछि मतलब राख्दैन उनीहरूले फेरि। हामीलाई त है एउटा हुन्छ नि अब कामदारहरू जस्तै सोचेर होइन। त्यही त म भ्लगमा भनिरहन्छु नि, किस्मत हो। बाजे राम्रो छ भने बोजू राम्रो हुँदैन हो। बोजू राम्रो छ भने बाजेले सुत्नु दिँदैन, केही न केही बिमारी हुन्छ। यता बोजू फेरि अब धरती ग्यास छुनिदिँदैन। सबैको त्यस्तो हुन्छ भन्ने छैन, फेरि कसैको फेरि राम्रो हुन्छ, फेरि हुन्छ नि। तर सबैको चाहिँ होइन, 100मा अब सबै लक्षणम नि। अब फलफुट त अब के हो, त्यही त मजाले खाइरहेको हो। कसैको चाहिँ फेरि खानामा प्रब्लम मेन चाहिँ त्यही हो। तपाईँहरू आउँदैछ भने चाहिँ सबै एकदम त्यो केही त्यस्तो दुःखहरू पायो? 6 वर्षमा दुःख त के भन्नु, फर्स्ट आउँदा त अब दुःखै हुन्छ अब होइन। फर्स्टमा आउँदा चाहिँ के थियो तिमीलाई प्रब्लम? जस्तै अब मैले त्यस्तो भइरहेछ। मेरो फर्स्टमा चाहिँ फ्यामिली अलिक उयो थियो, बेसी क्यामेरामा हेरेर क्या, यो गर त्यो गर त्यो भएन। बाजेसँगै बस्नसम्म तिमीलाई केही टेन्सन छैन। जतिवटा कामलाई निकालिदियोस्, तिमीले काम छोड, केही टेन्सन। 5 वर्षभित्र? 5 वर्ष 3 महिना। 5 वर्ष 3 महिनामा? अच्छा। त्यहाँदेखि उता काम छोड्यो भने, तिमीले कामबाट निकालियो भने चाहिँ तिमीले स्पेसल भिजा पाउँदैनौ। 188 त्यो 188 चाहिँ काम साह्रो हुन्छ। साह्रो हुन्छ। अब मेरो बाजे मरे नि, मरे भने चाहिँ स्पेसल भिजा पाउँछु मैले। मेरो यो रेगुलर भिजा जस्तै हुन्छ। किन त्यसै? यो मेरो 5 वर्ष 3 महिना क्रस भयो। क्रस भइसक्यो। जस्तै 5 वर्ष 3 महिना नभई 5 वर्षमा केही भयो अरे बाजे तलामाथि, त्यतिबेला चाहिँ 5 वर्षमा के भयो होइन, के भयो तिमीले उयो नै पाउँछ। मऱ्यो भने त अब तिमीले स्पेसल भिजै पाउँछ नि। मऱ्यो भने अनि त्यो बेताबोततिर लग्यो भने हुन्छ नि त्यो। जस्तै अब यो बाजे छ मेरो, यो 10 वर्ष बाँचेको भएन म कन्टिन्यू भिजा लाग्छ तिम्रो। यतिमै यसमै लागिरहन्छ तिमीले त राम्रो पाउँछ नि त्यसमा त। त्यसो 10 वर्षमा केही भयो भने पेन्सन राम्रो पाउँछ नि एयरपोर्टमा पैसा। अन्त यो हाम्रो प्राइभेट अब हाम्रो त प्राइभेट हो, यसमा चाहिँ के डिफ्रेन्स छ? अस्ति पनि भनेको लाग्छ यो त। प्राइभेट र यो बितुवाकमा चाहिँ हाम्रो जुन चाहिँ यो यिनीहरूको गभर्मेन्टबाट पैसा आउँछ नि, यो हामीले पैसा पाउँछौँ, हामीले जसले साइन गरेर हामीले पैसा पाउँछौँ गभर्मेन्टबाट। त्यो पैसा चाहिँ हाम्रो चाहिँ आधी पैसा कति महिनाको चाहिँ अब 400-500 सेकेल चाहिँ अब हाम्रो एयरपोर्टमा जान्छ। बितुवाको हुने गरेको
गभर्मेन्ट हुनेको प्राइभेट हुनेको चाहिँ तिमीलाई त्यो उनीहरूसँग डाइरेक्ट अब उनीहरूकै उयो हुन्छ अनि पछि तिम्रो इम्प्लोयर मरेपछि चाहिँ तिमीलाई एयरपोर्टमा पैसा तिम्रो गएको हुँदैन तिमीले घप्पै पैसा पाउँछौ तर राम्रो चाहिँ मलाई प्राइभेटै लाग्छ प्राइभेटमा चाहिँ किनभने बाजे मऱ्यो भने तिमी घप्पै पैसा पाउँछौ नि त प्राइभेटमा चाहिँ अब गभर्मेन्टमा चाहिँ बितुवाकमा चाहिँ अब हाम्रो एयरपोर्टमा गएको हुन्छ अच्छा एयरपोर्टमा गएको हुन्छ अच्छा अब भोलिको दिनमा इलिगल भयो भने फेरि त्यो पैसा माइनस हुँदै जान्छ यहाँ अब इजरायलमा इलिगल भएर बस्यो भने त्यो मतलब एयरपोर्टको पैसा चाहिँ माइनस हुँदै जान्छ ए त्यसो रहेछ नि त है धेरै बुझ्नु छ नि आफ्नो यस्तो कुराहरू हाम्रो बुझिहाल्छौ बिस्तारै बिस्तारै हामीले त यहाँ विदेशमा आउनु कसले बुझेर चाहिँ आएको हुन्छ पहिला है 2000 कतिमा आएको 2019 यो त सेकेन्ड काम मात्रै है सेकेन्ड काम राम्रै हो 4 वर्ष कतिले त कतिवटा चेन्ज गर्छ नि त गर्नुपर्छ नि त है हो नि पहिलाको चाहिँ कति वर्ष गर्यो पहिलाको 2 वर्ष गरे यो 4 वर्ष अच्छा काम बेसी चेन्ज गऱ्यो भने के हुन्छ भने त्यति पैसा जमाउनु सक्दैन कि अब काम छोड्नु पर्यो फेरि खोज्नु पर्यो टाइम वेस्ट हुन्छ जस्तै अब मैले काम छोडेँ अरे भाषामा चाहिँ कतिको उयो डिफ्रेन्ट जस्तो मलाई भाषा फ्याङ्ग्राङ आउँछ भने राम्रो काम पाउने काम त भाषा सिकेको छ भने त तिमी भाषामा पनि डिपेन्ड हुन्छ भाषा चाहिँ किनभने सबैजनाले हिब्रो बोल्ने छ भने चाहिँ उनीहरूसँग बोल्ने अब त्यसले भनेको के हो बुझ्छ भनेर चाहिँ हिब्रो खोज्दो रहेछ नि त उनीहरूलाई पनि सजिलो अब म हेर अहिले 5 भयो होइन अन्त केही हुँदैन र मैले अहिले बिस्तारै गर्दैछु उनीहरू चाहिँ हिब्रो जान्ने हो भने चाहिँ अब उनीहरूलाई सुविधा एजेन्सीमा जान्छ हिब्रो आउँछ भनेर सोच्छ त्यही हिसाबले त्यसमा चाहिँ जस्तो हिब्रो बन्टाङ आउँछ अरे त्यसमा स्यालेरीमा पनि डिफ्रेन्ट हुन्छ त्यो त तिमीले आफू राख्नु सक्छ डिल गर्दाखेरि आफूले राख्नु सक्नुपर्छ काम गर्दा मलाई आउँछ यस्तो भनेर है सब आउँछ भन्नुपर्छ फ्यामिलीसँग डिल गर्दाखेरि काम अनि काम हिब्रो भाषा अब जस्तै यहाँ भाषा सिकेको छ भने काम खोज्दा चाहिँ एकदम सजिलो हुन्छ भाषा चाहिँ सिक्नुपर्छ भाषा चाहिँ मेन हो के गराउँछ बित्थाको कुराहरू इङ्ग्लिस पनि हुनैपर्छ इङ्ग्लिस पनि इम्पोर्टेन्ट हो इम्पोर्टेन्ट हो अब किनभने उनीहरूलाई बुझाउन सक्नु पर्यो फ्यामिलीको कोही न कोही त बोल्छ नि त इङ्ग्लिस जस्तै अब कामहरू खोज्दाखेरि हाम्रो एजेन्सीहरूमा पनि बोल्छ मजाले होइन सबै बोल्छ उनीहरू एक्सपिरियन्स इङ्ग्लिस बोल्न राखेको हुँदो रहेछ नि त भाषा सिकेको छ भने चाहिँ अझै राम्रो प्लस पोइन्ट चाहिँ हुनै पर्यो अब चाहिँ हाम्रो आज तपाईँले धेरै मिठो गेम मभन्दा सिनियर मान्छे मलाई चाहिँ धेरै दामी गेम मैले पनि सिक्दैछु उसकोबाट होइन झन् नजिक छ र चाहिँ अब होइन त्यो भेट भएको झन् किस्मतले चाहिँ भेट भयो भनौँ न धेरै कुराहरू मैले खानु पनि पाउँछु होइन एउटा बातहरू साटासाट हुन्छ दिनमा एकतालमा पनि हामी भेट्छौँ बातहरू पाउँछौँ के हो कसो हो भन्ने बात हुन्छ नि त मजा लाग्छ अन्त अब बाजे चाहिँ के अरे डिमेन्सिया मेरो त अब केही बुझ्दैन नि त्यस्तो राम्रो कि अरे राम्रो के अरे ब्रेन भएको राम्रो तिमी त बुझ्छ बाजेले है बुझ्छ बाजेले मेरो बाजे चाहिँ क्लियर माइन्ड भए पनि अब यसमा चाहिँ म के भन्छु भने डिफ्रेन्ट हुन्छ यसमा चाहिँ अब दिमाग एक प्रकारले अब दिमाग नभएको बाजे पनि राम्रै हो किनभने त्यसले पोल सुनाउँदैन छोरा छोरीहरूलाई फ्यामिलीलाई होइन त्यो पनि राम्रो हो तर त्यसलाई दिमाग नभएकोलाई थाहा हुँदैन नि फेरि के हुँदैछ के दुख्दैछ के खानु मन छ त्यसलाई केही थाहा हुँदैन त्यो चाहिँ हो नि त आफूले टाइमिङ बनाउनु पर्यो कतिजना चाहिँ अब दिमाग नभएको बाजेले फेरि वाक्कै पनि लाउँछ त्यस्तो हुन्छ अब दिमाग भएको बाजे चाहिँ के हुन्छ भने अब कतिजना बाजे चाहिँ अब पोल सुनाउने हुन्छ क्या अब आज यसले यसो गर्यो उसो गर्यो भन्ने यो त्यो फ्रिजहरू साफ गरेन यताउति पिएन मलाई खानासाना पनि भन्छ त्यस्तो त भन्दैन त्यो अबले राम्रो याद गरेन राम्रो याद गरेन अब ह्यान त्यान के अब यो राति उठेन जस्तै हिजो हस्पिटलमा भन्यो भने हैन हस्पिटलमा भन्दै थियो रातभरि रुङ्गा बुढी थियो भने रातभरि उल्टा ड्युटी गर्नु हो 3 दिन भयो मेरो डाइपरै चेन्ज गरेको छैन भन्छ अब त्यस्तो हुन्छ साथीहरु देख्नु भयो तपाईहरुसँग यस्तो तितो के रे अनुभवहरु हामी शेयर गर्दै छौं रातभरि बस्यो हस्पिटलमा रातभरि उले चाहिँ उले डाइपरै चेन्ज गर्दै भन्दियो फ्यामिलीलाई अन्त अब कस्तो चाहिँ हुन्छ अब त्यो हस्पिटलमा त सबै अब नर्सहरुले गर्छ आफूले त केही गर्नु पर्दैन ड्युटी मात्रै हो अन्त बुढोले अब त्यो सुनाइदियो अब त उनीहरुले त
उनीहरूले त बाउकै कुरा उयो गर्छ नि त फेरि भन्दा मैले त भनिदिएँ तर भनिदिनु चाहिँ हल्का यो उयो भयो दिमाग उयो भइरहेछ भनेर अब रातभरि सुतेको छैन यसको दिमाग अलिक उयो भइरहेछ भनेर भने अब त्यो उताउ चढाउ चाहिँ झेल्नु पर्यो एउटा प्रब्लम त कम्प्रोमाइज कम्प्लिट चाहिँ कोलम देखिन मैले खानापिना दामी छ अरे लु फ्री छ अरे रातभरि सुत्दैन बाचे त्यो खाएको न एउटै हो त्यस्तो केही न केहीमा चाहिँ मेन्टली प्रिपेयर चाहिँ एकदम भएर आउनुपर्छ हुनुपर्छ नि आमा फिजिकली यहाँ त्यस्तो छैन फिजिकली त के हुनु पर्यो फिजिकली भन्दा पनि अब बिमारहरू चाहिँ हुनु भएन हो फिजिकल काम त छँदै छैन नि पक्का लाग्छ बस्दा तर बस्दा उनीहरूको सामने बसी साह्रै नि है साह्रो नि हो आमा 24 घन्टा अन्त बाहिर निस्केको पनि छैन अहिले त कति महिना भइसक्यो म आउनुभन्दा अगाडिदेखि निक्लेको छैन भनेको होइन कोही के बेला निक्लिन्छ म त लु छोडिदेऊ अब 10 बजीदेखि 12 बजीसम्म बाहिर बस्छु त्यो त्यतिमा पनि धेरै फ्रेस हुन्छ म यहाँ आएर बस्दा पनि अलिकति भए पनि फ्रेस अब दिन त घरमै होइन एकछिन अब छोरी निक्लिँदा आउँदा फेरि चाहिँ निक्लिन्छ अन्त बाजेलाई छोडेर निक्ल्यौँ भने अब त्यो उठेर हिँड्ने टेन्सन लड्यो भने होइन धेरैपल्ट लड्यो अरे ल त साथी हो आजको भिडियो चाहिँ यस्तै हो तपाईँहरूलाई ज्ञान पनि हो एउटा एक्सिडेन्ट पनि सेयर गरेको होइन र अलिकति लामो हुन्छ होला धन्यवाद अर्को भिडियोमा फेरि नेक्स्ट टपिकमा हामी बात गर्छौँ है त।